हेलो साथीहरू, धेरैजनाले मैले फेसबुकमा चाहिँ खसीको मासु पकाएर मेरो फेसबुक मोनेटाइज भयो भनेर भिडियो हालेको पोस्टर देखिरहेको थिएँ। त्यहीँबाट मैले पनि आज खसीको मासु पकाउँदाखेरि भिडियो बनाएको छु। मेरो पनि फेसबुक मोनेटाइज हुन्छ कि भनेर मैले पनि रेसिपी हालिदिएको छु ल। मैले चाहिँ यसरी पकाउँछु के। मैले चाहिँ अब पहिला कुकर त बसाल्नै पर्यो होइन। अनि त्यसपछि तेल हालेँ कुकरमा। तेल तातेपछि मैले अघि देखाएको हजुरहरूलाई त्यो मरमसला थियो, तेजपात अनि त्यो जीरा सौंफहरू के हालेँ होइन। मैले हेर्दै जानु होला, हेर्दै थाहा पाउनुहुन्छ हजुरहरूले। त्यसपछि मैले प्याज हालेँ। प्याजलाई मैले मजाले भुट्छु, गोल्डन ब्राउन हुने गरी पट पारिदिन्छु। त्यसपछि यतिको भएछ अहिले चाहिँ। अब चाहिँ अलिकति गोल्डन ब्राउन भयो र अब मैले मासु हाल्न थालेँ है। मासु धोइधाइ गरी रेडी गरेको छु। त्यसपछि मैले मासु हाल्छु। मासुलाई मैले मजाले भुट्छु, एकछिन छोपी भुट्छु। भुटेर यतिको भयो मेरो मासु। त्यसपछि मासुको अलिअलि खसीवाला स्मेल आउँदै थियो पकाउँदाखेरि। त्यसपछि मैले चुर भुटेपछि यतिको बनाउँछु र अनि लसुन र अदुवाको पेस्ट मैले हालिदिन्छु। त्यसपछि त्यहाँ डल्ला जस्तो लागेर अलिकति पानी पनि हालिदिएँ है मैले। त्यसपछि एकछिन भुटेपछि मैले बेसार हालेँ, स्वादअनुसार मैले नुन पनि हालेँ। त्यसपछि मैले फेरि चलाउँछु यसलाई मजाले। चलाएको भिडियो चाहिँ मैले खिच्न मिलेन किनभने आफै खिचेको आफै पकाएको, त्यही भएर टमाटर पनि हालिदिन्छु। धेरैले चाहिँ टमाटर हाल्नु न, तर मलाई चाहिँ टमाटर हालेको नि मिठो लाग्छ, त्यही भएर मैले चाहिँ टमाटर पनि हाल्छु। त्यसपछि मैले चाहिँ यो घरमै बनाएको मसला हाम्रो मम्मीले पठाइदिनु भएको इनरुवाबाट, त्यही मसला हालेँ। त्यसपछि यो मसँग मटन मसला थिएन, चिकन मसला हालिदिएँ मैले। बाहिर किनेको पनि हाल्नु पऱ्यो नि त अलिकति फेरि स्वादको लागि भनेर। त्यसपछि हाम्रो मासु यस्तो भयो। अब मैले चाहिँ पानी हाल्ने बेला हुन थालेछ, यसमा पानी हालिदिएँ। अब चाहिँ मैले सिटी लाउन छोडिदिन्छु कुकरलाई। त्यसपछि 4-5 सिटी लगाउँछु मैले। यसरी नै 4-5 सिटी लगाएपछि मैले ग्यासलाई चाहिँ अफ गरिदिन्छु। र अब हाम्रो मासु यतिको भएको रहेछ। मासुको पिस चाहिँ पाकिसकेको रहेछ। अब झोल चाहिँ मैले सुकाउँछु एकछिन पकाएर। त्यसपछि मैले अब गरम मसला हाल्छु थोरै अनि चलाउँछु र मैले खुर्सानी युजै नगरेको भएर मैले चाहिँ मरिचको धुलो चाहिँ लास्टमा हाल्छु। हामी चाहिँ पिरो धेरै खाँदैनौँ, त्यही भएर मैले खुर्सानी चाहिँ पटक्कै हाल्दिनँ। बरु भातसँग चाहिँ पछिबाट खुर्सानी टोकिन्छ, तर तरकारीहरूमा मासुहरूमा चाहिँ हामीले खुर्सानी हाल्दैनौँ। यसरी मैले मासुको झोललाई सुकाएर यतिको ग्रेभी बनाएँ। त्यसपछि मैले ग्यास चाहिँ अफ गरिदिएँ। यतिको ग्रेभी भएपछि मैले चाहिँ यसलाई निकाल्छु। भातसँग खान चाहिँ मजा आउँछ यतिको मासु भएपछि। भात रुच्छ पनि।